धेरै एन्टरप्रेन्योरहरु आज आफ्नो प्रोडक्ट सर्भिसेस लन्च गर्दै गर्दा मार्केटमा जब लन्च गर्नुहुन्छ मार्केटले त्यसलाई रिजेक्ट गरिदिन्छ फर्स्ट चोटीमा अनि उहाँहरु आफू डिप्रेस भइहाल्नुहुन्छ डिमोटिभेट भइहाल्नुहुन्छ र फेरि सुरुवात गर्नु हुँदैन आफूलाई फेलियरको ट्याग लगाएर स्टप भइहाल्नुहुन्छ आजको यो भिडियोमा तपाईले भगवत गीताको श्लोकबाट बताउँदै छु कि कन्सिस्टेन्सीको रोल कति छ हाम्रो जीवन सो एउटा कहानीबाट बताउँछु तपाईलाई कहानी यो हो कि जब फर्स्ट वर्ल्ड वार भयो त्यो बेला हिरोसिमामा नागासाकी हिरोसिमामा जापानमा बम्बार्डिङ गरियो फर्स्ट वर्ल्ड वारमा सेकेन्ड वर्ल्ड वारमा एकजना व्यक्तिको फ्याक्ट्री त्यो होन्डा मोटरको फ्याक्ट्री दुईचोटि बर्बाद भयो त्यसको फाउन्डर को थिए त सियोचिरो होन्डा जब फर्स्ट वर्ल्ड वार सकियो सेकेन्ड वर्ल्ड वार सकियो फेरि उहाँले खडा गर्नुभयो आफ्नो फ्याक्ट्री म्यानुफ्याक्चरिङ युनिटलाई त्यसपछि त्यो बेला जापानमा धेरै भूकम्पहरू आउँथ्यो सुनामीहरू जस कारणले गर्दा फेरि भूकम्प आयो र उहाँको तेस्रो चोटि पनि फ्याक्ट्री बर्बाद भयो डिस्ट्रक्ट भयो त्यो बेला एउटा पत्रकारले उहाँसँग इन्टरभ्यूमा यसरी सोधिरहेको थियो कि सर सियोचिरो होन्डा अब के गर्नुहुन्छ तपाईँ तेस्रो चोटि पनि तपाईँको पुरा फ्याक्ट्री बर्बाद भइसक्यो अनि सियोचिरो होन्डाले भन्नुभयो कि मेरो फ्याक्ट्री बर्बाद भएको छ र मेरो कन्फिडेन्स चाहिँ बर्बाद भएको छैन हो यही कुरा तपाईँ सबै एन्टरप्रेन्योर लिडरहरूले बुझ्नु पर्यो कि तपाईँ जे कुरा कन्सिस्टेन्टली समान भावले आफ्नो काम तपाईँ लागिरहनुपर्छ भगवत गीतामा एउटा संस्कृतको शब्द छ अगाम अपाइनु अर्थात् सुख दुख यी सबै कुरा आउँछ जान्छ कहिले पनि पर्मानेन्ट रहँदैन तर तपाईँ आज एन्टरप्रेन्योर लिडर पर्मानेन्सीको साथ कन्सिस्टेन्सीको साथ आफ्नो प्रोडक्टमा सर्भिसेसमा काम गर्दै कस्टमरसँग फिडब्याक लिँदै इम्प्रुभमेन्ट गर्दै मार्केटमा अगाडि बढ्नुपर्छ अनि मात्र गएर तपाईँ लिडर बन्न सक्नुहुन्छ अथवा मार्केटमा जानुभयो कस्टमरले रिजेक्ट गरिदियो कस्टमर नेगेटिभ फिडब्याक दियो तपाईँ लडिहाल्नुहुन्छ तपाईँ डिप्रेस भइहाल्नुहुन्छ भने कहिले पनि तपाईँ लिडर बन्न सक्नु हुँदैन सो कन्सिस्टेन्सी लिड्स टु पर्मानेन्सी यो कुराले तपाईँ आफूमा माइन्डमा र आफ्नो टिम लिडरको खूनमा हालिदिनुहोस् कि हामीले कन्सिस्टेन्ट रहनु छ चाहे कस्टमरले हाम्रो प्रोडक्ट रिजेक्ट गर्दा पनि कस्टमरसँग फिडब्याक लिनु छ ग्र्याटिट्युडको साथ त्यो फिडब्याकलाई फिड फरवर्डमा आफ्नो प्रोडक्ट सर्भिसमा चेन्ज गरेर अगाडि बढ्नु छ यो सियोचिरो होन्डा मोटर्सकोबाट कहानीबाट तपाईँ सिक्नुपर्ने हुन्छ कन्सिस्टेन्सी लिड्स टु पर्मानेन्सी यो भिडियो हेरेर तपाईँ आफ्नो टिमलाई आफूलाई ट्रेन गर्नुहोस् र समान भाव धीरस्तत्व व्यक्ति भएर तपाईँ मार्केटमा अगाडि बढ्नुहोस् तपाईँ सफलतातर्फ अगाडि बढ्दै जानुहुन्छ कन्सिस्टेन्सी लिड्स टु पर्मानेन्सी यो याद राख्नु होला